अब रिल्स त बनाउनु पर्यो भरत दाईसँग भेटेको भनेर यता हाम्रो सोल्टीसँग अब भेट्नु त पहिले नै भेटेको चिनजान चाहिँ भर्खर हुँदै गएको मेरो ठ्याक्कै सोल्टी यता हेर्नु पर्यो भर्खर भेटेको अनि अब चिनजान पछाडि चाहिँ आज राम्रोसँग भेट भयो अनि यो के भन्छ यो फ्याङतेको सङ्गमेन आसपासमा रहेको यो फेन्टेक सिटी नेचुरल थेम समथिङ के भन्छ यसलाई यो पार्कलाई इङ्ग्लिसमा चाहिँ आई डोन्ट नो नेचुरल थेम एग्रिकल्चरल सेन्टर भन्दो रहेछ यसलाई ठुलिप थियो लास्ट टाइम चाहिँ अब यसपालि गएको हप्तासम्म चाहिँ थियो यसपालि चाहिँ रहेन रहेछ इभन यहाँ अझै धेरै मान्छेहरू घुम्न डुल्न भनेर आइरहेछ तर यो टुलिपहरू नभए पनि अरू सुन्दरताहरू बाँकी नै छ यहाँनिर जौँ जस्तो जौँहरूलाई अर्किड जौँ फल्न लागिरहेको छ फुल चाहिँ सिध्यो भने पनि जौँ चाहिँ स्टिल बाँकी नै रहेछ यो के भन्छ मुनि यो मसिनो फुलहरू चाहिँ अझै पनि छँदैछ होइन अनि माथि यो जौँहरू फलिरहेको छ अस्ति यो मेरो ब्याकग्राउन्डमा चाहिँ दामी टुलिप फुलिरहेको थियो अहिले चाहिँ छैन होइन अब यो टुलिपको सिजन चाहिँ अफ भएको होला मेबी अनि अब इभन यहाँको त्यो एकदम ग्रिन भइरहेछ पार्कहरू चाहिँ सुन्दर देखिरहेछ अनि यहाँनिर तपाईँहरूले देख्नुहुन्छ यो बोनसाई के गरेको यो बिरुवा हुन्छ नि त्यो पनि छ यो बोनसाई गरेको यो सानो उयो हुन्छ तपाईँहरूले हुन्छ नि हेर्दा चाहिँ अब ठुलो रूप देख्छ बट बोनसाई गरेकोले यो बिरुवा चाहिँ होइन ठुलो रुख जस्तो तर यति सानो ठाउँमा छ क्या यो पछाडि पनि छ बोनसाई गरेको बिरुवा अनि इट्स लुक लाइक दामी होइन हल्का रिल्स मात्रै भएन चिल्स पनि भइसक्यो यहाँ पछाडि चाहिँ यो यहाँनिर फार्मर मार्ट भन्ने रहेछ ग्लोबल फुड्सहरूको मार्ट छ त्यहाँ चाहिँ सस्तो मस्तो पाउँछ लाइक यहाँको लोकल फ्रुट्सहरू अनि यहाँ हुन्छ नि एग्सहरू लाइक हुन्छ नि यहाँ वरिपरि फलेको कुराहरू चाहिँ सस्तोमा पाउँदो रहेछ अनि धेरै राम्रो कुरो चाहिँ के भने यहाँ चाहिँ मेरो लागि चाहिँ राम्रो कुरा छ किनभने नजिकै छ मेरो उयोबाट मेरो रुमबाट पनि नजिकै छ मलाई चाहिँ सधैँ आइरहनु पनि मिल्ने छ होइन अनि अहिलेको चाहिँ मौसम पनि राम्रो छ खैर मेरो दाजुहरू कतातिर लागे दाजुहरूलाई खोज्नु पर्ने भयो